नमस्ते। म तपाईँलाई आज देखाउन गइरहेको छु टमाटर है। अब टमाटर यो हाम्रो लगभग 1 महिना क्रस भएको बोटहरू हो। अब भर्खर तपाईँको फल फुल्न सुरु भएको छ। अब फल्न सुरु भइसक्यो। अब यसलाई माथि कसरी लाने भने चाहिँ हामी चाहिँ यसरी यो 2टा यो गुलीले हाँगा राख्नुपर्छ है। 2टा गुलीले हाँगा राख्ने प्लस तपाईँको यता डोरी हुन्छ। यी डोरीको माध्यमबाट यसको डोरीको सहायताले नै यसरी यसलाई अल्झाएर भन्छ, यसलाई बेरेर होइन, बेरेर यसलाई माथि लग्न सकिन्छ यसरी है। यसरी बेरेर यसलाई माथि पुर्याउने हो। प्लस यसको जति सहायक तपाईँको मेन यो गुलीले हाँग्नु भयो, तलदेखि माथिसम्म यो गुलीले लागेको हुन्छ। यो भ्याएर तपाईँको फल फुल्यो। अब तपाईँ माथि गइसक्यो भने यो चाहिँ छ नि, यो तपाईँको जुन यो मुना छ नि, यो मुनालाई तपाईँको यहाँबाट त्यो काट्नुभयो भने, मैले चाहिँ अहिले भाँच्यो, काट्नुभयो भने अझ राम्रो हुन्छ क्या। अब यसलाई अब यो माथि गयो होइन, त्यसै गरी सबै यसको हाँगाहरू निकालिदिनु पर्छ है, निकालिदिनु पर्छ। बिचमा साइडमा जति यो कलिलो मुनाहरू आउँछ सबै लिएर निकाल्नुपर्छ। अब जब तपाईँको अब फुल्न सुरु गरिसक्यो होइन, फुल्न सुरु गरिसक्यो, यो तलको यो पातहरू छ नि, जति यो भुइँ छेउको पातहरू छ, जब यो तपाईँको यो माथि फुलेको फुलभन्दा जति तल हाँगाहरू छ, पातहरू छ, सबै त्यो निकाल्नुपर्छ। निकालेर यसलाई अब तपाईँको मलहरू दिने टाइम भइसकेको छ। अहिले यहाँ तपाईँको देख्न सक्नुहुन्छ मिश्रित बाली, तपाईँको यसमा रायो छ, तपाईँ पालुङ्गो छ, त्यो भएको हिसाबले अलिकति यहाँ झारहरू आएको छ। यसलाई नियन्त्रण गर्नुपर्छ। मैले तपाईँलाई सिकाएँ, गुलिले हाँगालाई कसरी माथि लाने भन्ने एउटा टिप्स सिकाएँ र यसको साइडमा जतिहरू मुनाहरू आउँछ योहरू सबै निकाल्नुपर्छ। जति आउँछ सबै निकाल्नुपर्छ र यो जुन यो फुलिरहेको हाँगो छ यसलाई चाहिँ निकाल्नु हुँदैन। यसलाई चाहिँ निरन्तर माथि लगेर जानुपर्छ है त।